हेलो गाइज, हामी चाहिँ अब फाइनली माथि टावरमा आइसकेको छ, देख्न सक्नुहुन्छ गाइज। हामी चाहिँ टावरमा आइसकेका छौँ गाइजहरू। यो चाहिँ टावर जाने बाटो। हामी चाहिँ टावर जाने बाटोको छेउनिर आइसकेको छ गाइज। हामी चाहिँ टावरतिर चाहिँ हिँडिरहेका छौँ होइनलाई गाइज। म टावर पुगेपछि देखाउनेछु। फाइनल्ली हामी चाहिँ टावरसम्म आइसकेको चाहिँ देख्न सक्नुहुन्छ। हेलो गाइज, आज चाहिँ हामी टावरतिर आएको। आइफोन हो म देखान के कस्तो गरेर हेर्नु यतादेखि आइफोन हाम्रो क्यामेराम्यान नारायण होगा दानी यो हरियो बिरुवा छ नि, यो हरियो बिरुवा माटो नहुने जाग्नु सक्छ। मैले भन्नुपर्छ अहिले है, सक्दैन नि त। मैले अहिले सोच्छु यो उठाएर है खाल गरे। यो हरियो बिरुवाहरू माटो बिना के जाग्नु सक्छ र? हो, माटोले यसलाई जगाउने काम गर्छ। अनि यो के भन्छ ठुलो हुन्छ, मर्छ, फेरि कुहिन्छ। कुहियो भने फेरि माटोमै मिल्छ क्या। अनि फेरि माटोमा मिल्यो भने के हुन्छ त भन्दा माटोमा उर्वरा शक्ति बढ्छ अनि बिरुवाहरू उत्पादन गर्न सक्छ। त्यही भएर यो है पृथ्वीमा भएका जैविक वस्तुहरू र अजैविक वस्तुहरू बिचको आपसी अन्तर सम्बन्धलाई पारिस्थितिक पद्धति भन्छ। पारिस्थितिक पद्धति फरक फरक किसिमको हुन्छ। एउटा हुन्छ पानीमा पनि हुन्छ पारिस्थितिक पद्धति, एउटा जमिनमा हुन्छ, एउटा घाँसमा हुन्छ। यस्तो घाँसे मैदानमा टेरेस्ट्रियल र पोन्ड इकोसिस्टम भन्छ कि। पोन्ड भनेको पानीमा हुने अथवा तलाउहरूमा हुने, टेरेस्ट्रियल भनेको जमिनमा हुने। अनि यो जमिनमा हुने पारिस्थितिक पद्धतिमा अजैविक तत्त्वहरू के हुन्, अबायोटिक फ्याक्टरहरू के हुन् भन्यो भने यो मड होइन, स्टोन, एयर, सनलाइट, वाटर, यिनीहरू भनेको अबायोटिक फ्याक्टर हो भने अजैविक तत्त्वहरू भनेको सूर्यको प्रकाश, हावा, माटो, ढुङ्गा अजैविक तत्त्वहरू हो। यिनीहरू अजैविक पर्छन्। जैविक तत्त्वहरू 3 भागमा बाँडेको हुन्छ। ख्याल गरे, जैविक भागलाई 3 भागमा बाँडेको हुन्छ। एउटा भन्छ प्रोड्युसर, एउटा कन्ज्युमर अनि एउटा डिकम्पोजर। प्रोड्युसर भनेको के त भन्दाखेरि ग्रिन प्लान्ट्स हो। यसले उत्पादन गर्छ। गाई गोरु आयो नि यसलाई खान्छन् खान्न खाने। यसमा के छ त सुन है, प्रोड्युसर भनेको के हो, कन्ज्युमर भनेको के हो र डिकम्पोजर भनेको कुरा के हो। नेपालीमा भन्दाखेरि उत्पादक भन्छ। त्यहाँ गएर सोध्छु मैले अहिले यही सोचेँ। उत्पादक भन्छ प्रोड्युसर भनेको, जसले उत्पादन गर्छ। घाँस उत्पादन गरे, आफू बिरुवा रोप्यौँ हामीले, आफू फल लाग्छ लाग्दैन? त्यो फल हामीले खान्छौँ खान्न? अनि त्यसमा धान रोप्छौँ, धान फल लाग्छ लाग्दैन? हो, किन जसले पनि उत्पादन गर्ने अल ग्रिन प्लान्ट्स आर प्रोड्युसर। अनि के छ भने प्रोड्युसरले के गर्छन् त भन्दाखेरि त्यो हरियो बिरुवाहरूमा चाहिँ सबै के छ भने कन्ज्युमरहरू चाहिँ त्यसमा फिल गर्ने। कन्ज्युमरहरू 3 किसिमका हुन्छ। एउटा प्राइमरी कन्ज्युमर हुन्छ, एउटा सेकेन्डरी हुन्छ, एउटा टर्सरी हुन्छ। प्राइमरी कन्ज्युमर भनेको जसले घाँस मात्रै खान्छ नि, घाँस खाएर बाँच्छ नि, त्यो भनेको प्राइमरी कन्ज्युमर हो। त्यो प्राइमरी कन्ज्युमर भन्दा पछाडि गइसकेपछि फेरि के छ भन्दाखेरि सेकेन्डरी कन्ज्युमर हुन्छ। सेकेन्डरी कन्ज्युमर भनेको यसलाई किरा फट्याङ्ग्राले खाए, किरा फट्याङ्ग्रालाई खाने चिज हुन्छ नि, त्यसलाई भन्छ सेकेन्डरी कन्ज्युमर। त्यसलाई द्वितीय उपभोक्ता भन्छ कि। तृतीय उपभोक्ता भने त्यो द्वितीय उपभोक्तालाई जसले खान्छ नि त्यसलाई फेरि तृतीय उपभोक्ता भन्छ। अनि सुन, मान्छे अथवा कुनै चिज पनि मऱ्यो भने त्यसमा झिँगाहरू लाग्छ लाग्दैन? झिँगा लाग्छ, त्यसमा किरा पर्छ पर्दैन? यदि त्यो झिँगा नलाग्ने, किरा नपर्ने भएको भए त्यो कहिले पनि केही हुँदैन, जस्ता तस्तै हुँदैन। त्यसलाई कुहाउनको लागि झिँगा अनि किराहरू पर्ने, त्यो कुहिनको लागि। अनि त्यो कुहियो भने के हुन्छ त माटोमा मिल्छ पनि। यिनीहरू भनेको डिकम्पोजर भयो। एउटा इकोसिस्टम भनेको छ है, मैले इकोसिस्टमको बारेमा बताएको थिएँ मलाई। द इन्टररिलेसनसिप बिट्विन द अबायोटिक फ्याक्टर एन्ड द बायोटिक फ्याक्टर इन द केस अफ अर्थात् इन द केस अफ भन्दाखेरि ल्यान्ड इज कल्ड इकोसिस्टम। कस्तो रिलेसनसिप छ?
बायोटिक खान्छ त अबायोटिक नेपालीमा भन्दाखेरि जैविक तत्त्वहरू र अजैविक तत्त्वहरू आपसी अन्तर सम्बन्ध लाग्छ पारिस्थितिक पद्धति भनिन्छ पारिस्थितिक पद्धतिमा के हुन्छन् अरे उत्पादक हुन्छ प्रोड्युसर उपभोक्ता हुन्छ कन्ज्युमर हुन्छ अनि तिनीहरू मरेपछि त्यसलाई टुक्राउनु लागि विच्छेदक भन्छ नेपालीमा यतातिर डिकम्पोजर भन्छ विच्छेदकहरू भनेको ब्याक्टेरियाहरू भाइरसहरू झिँगाहरू यिनीहरू चाहिँ त्यसलाई डिकम्पोजरमा पठाइन्छ प्रोड्युसर भनेको अल ग्रिन प्लान्ट जसले प्रड्युस गर्छ के त भन्दा फुड प्रड्युस गर्छ के छ भन्दा खाना उत्पादन गर्छ उसमा के छ भन्दा फोटोसिन्थेसिस गर्छ फोटोसिन्थेसिस हुन्छ नि फोटोसिन्थेसिस भने के हो प्रकाश संश्लेषण क्रिया भनेको हरियो बिरुवाहरूले खाना तयार गर्ने केमा त भन्दाखेरि सूर्यको प्रकाश पानी हावाको उपस्थितिमा हरियो बिरुवाहरूले खाना बनाउने क्रियालाई भन्छ फोटोसिन्थेसिस त्यो फोटोसिन्थेसिसमा माध्यमबाट यिनीहरूको पातमा चाहिँ खाना तयार हुन्छ नि त्यसलाई भन्छ स्टार्च है त्यो खाना चाहिँ अब फर्स्ट कन्ज्युमरले खान्छ त्यो पछाडि गएर सेकेन्डरी कन्ज्युमर हुन्छ त्यो पछि टर्सरी कन्ज्युमर हुन्छ अनि इको सिस्टम भनेको यही हो जति पनि देखाएको छ नि हामीले सब इको सिस्टम कहिले कसरी के सोधिन्छ क्वेसन भन्दाखेरि यदि इको सिस्टममा नम्बर अफ कन्ज्युमर के छ भन्दाखेरि धेरै भयो प्रोड्युसर कम भयो के हुन्छ प्रोड्युसर चाहिँ कम भयो अरे कन्ज्युमर चाहिँ धेरै भयो अरे कन्ज्युमर धेरै हुने बित्तिकै प्रोड्युसर भनेको जनावरहरू धेरै भयो घाँस खाने चिज भयो भने के हुन्छ त जनावरहरू मर्नु अथवा मान्छे बस्तीमा बस्छन् त्यो भएर इको सिस्टम चाहिँ अनब्यालेन्स हुन्छ इम्ब्यालेन्स हुन्छ पारिस्थितिक पद्धति असन्तुलन हुन्छ त्यही भएर सबैको सङ्ख्या चाहिँ बराबर हुनुपर्छ इकोलोजिकल पिरामिडको कुरा हाल्नुपर्छ हामीले है रेकर्ड गरे बन्द गरे बन्द गरेँ